हेलो हाम्रो रमाइलो गाउँघरमा स्वागत भन्न चाहन्छु र आज हामी तपाईहरुको बीचमा यो माथि डाँडा धोबादी भन्ने डाँडाबाट तल्ल राङखोला बजारमा हामी हाम्रो बाइकको यात्रालाई अगाडि बढाउँदै छौं र पहिला यो बाटो कस्तो थियो भन्दै गर्दाखेरि एकदमै ढुङ्गा चिप्लो हिलो मैलो थियो भने केही समयदेखि यता लगभग हुन सक्छ 3-4 महिनादेखि यता चाहिँ यो राङखोलाको बाटो यो 2082 सायद यो वैशाख पछि अथवा वैशाख भन्दा अलि अगाडिदेखि नै यो बाटो एकदमै राम्रो तन्दुरुस्त एकदम सफा पक्की बाटो कालो पात्रे है राम्रो बनेको कारणले गर्दाखेरि यहाँको यात्रा अहिले एकदमै सहज रहेको छ किनभने यो बाटो भनेको चाहिँ बिरुवा गाउँपालिका जाने बाटो मेन बाटो नै भएको हामी थाहा गर्न सक्छौं र पहिला यो धोबादीदेखि राङखोलादेखि धोबादी एकदमै कच्ची बाटो तर धोबादी पछि चाहिँ उता एकदमै ओरालो अनि राम्रो बाटो थियो पिच रोड तर अलिकति साँगुरो अहिले पनि त्यस्तै छ त्यहाँ फराकिलो बाटो यतिको फराकिलो बाटो चाहिँ धोबादीदेखि तल बिरुवा जाने गाउँपालिकामा चाहिँ हामीले भेटाउँदैनौं तर धोबादीदेखि तल राङखोला जाने चाहिँ एकदम सरर है यो ओरालो पनि एकदमै आनन्द आउँछ बाइक हाँक्दै गर्दाखेरि गाडी हाँक्दै गर्दाखेरि उकालो चढ्दा पनि त्यति धेरै एकदम गाह्रो अप्ठ्यारो पसिनै पुछ्नु पर्ने किसिमको चाहिँ छैन अहिले एकदम राम्रो भएको छ र यहाँहरु बिरुवा गाउँपालिका घुम्ने योजना बनाउनु भएको छ भने पुतली बजारमा आइसकेपछि तपाईहरु राङखोलाबाट चाहिँ भित्र ठुलो गेट छ राङखोलामा एउटा ठुलो गेट त्यो गेटबाट छिर्नु भयो भने तपाईहरु सहज प्रकारले सरल प्रकारले चाहिँ बाइकको यात्रा होस् गाडीको यात्रा होस् तपाईहरु मजाले गर्न सक्नुहुन्छ बिरुवा बजारमा जान सक्नुहुन्छ र बिरुवाबाट विभिन्न अन्य गाउँहरुमा पनि जान सक्नुहुन्छ अहिले यो नयाँ पिच रोड बनेदेखि एकदमै यहाँको वातावरण राम्रो भएको छ रमाइलो भएको छ त्यही कुराहरुको जानकारी आज तपाईहरुलाई मैले यो भिडियो मार्फत गर्न चाहे र यो नजिकै 7 धारा पनि छ 7 वटा धाराहरु हो यिनहरु यहाँ तपाईले हेर्नुभयो यो पानी एकदमै सरर 7 वटा धाराबाट तल झर्दछ र पानी एकदमै चिसो छ यहाँ मूलको पानी हो कतै यहाँ बाटो अलि बिग्रेको पनि हामी हेर्न सक्छौं यो चाहिँ अब पहिरोको कारणले गर्दाखेरि पनि हो र बाटो कतिपय ठाउँमा पहिरोले बिगारेको छ बिग्रेको छ र बाटो बनेको पनि छैन भने जहाँ पहिरोको सम्भावना एकदमै कम छ पहिरो गएको छैन त्यहाँ बाटो चाहिँ एकदम राम्रो फर्स्ट क्लास छ र अहिले अब असार लागेदेखिको यो वातावरण पनि एकदमै हरियाली हेर्दै गर्दाखेरि चाहिँ घुमौं आनन्द प्रकृतिमा रमाउँ किसिमको वातावरण अहिले तपाई हामीले भेटाउन सक्छौं यो राङखोलादेखि माथि बिरुवा जाने बाटो एकदम रमाइलो छ तपाईहरु फुर्सदमा यो बाटो एकदम घुम्न सक्नुहुन्छ हिड्न सक्नुहुन्छ है अनि त्यति धेरै भिडभाड पनि हामी यहाँ पाउँदैनौं र अहिलेसम्म तपाईले हेर्नुभयो होला यहाँ कहीं कतै पनि यस्तो गाडीहरु आउने जाने हैन ओभरटेक गर्ने त्यस्तो केही पनि छैन है हो बिहान सरर आउँछन् फेरि बेलुका साँझमा तपाईलाई चाहिँ 3-4 बजे फेरि सरर बजारबाट बिरुवा बजार जाने गर्छन् यता राङखोलाबाट उता के रे पोखरा हुँदै आउँछन् यही कुराहरु यहाँलाई बताउन चाहे है ल धन्यवाद अब राङखोला पनि आयो है ल यस्तो छ अब यो हो हाम्रो राङखोला बजार अब यो किन राङखोला भनियो मलाई आफै पनि थाहा छैन अब राङाहरुको धेरै व्यापार हुने गर्थ्यो या यो यसको अर्थ के हो भन्ने कुरा म अलिकति अनभिज्ञ छु तर यो बजार एकदमै सानो छ चिटिक्क छ सुन्दर छ है लगभग यहाँ 500 भन्दा बढी घरहरु हुनुपर्छ र घरहरु पनि एकदमै राम्रो सजी सजावट आरसीसी घरहरु मार्बल बिछाएको टाइल बिछाएको घरहरु नयाँ घरहरु बन्दै छ र यो बिरुवा जाने एउटा प्रमुख बिरुवा गाउँपालिका जाने प्रमुख एउटा बाटो नै हो भनेर हामी चिन्न सक्छौं भविष्यमा यो बजार निकै नै ठूलो हुन सक्छ किनभने यो बजारमा चाहिँ तपाईलाई एकदमै टाइम टु टाइम है यो बसहरु लागिरहने गर्छ
ताकि यो बसहरूले चाहिँ हामीलाई भित्र बिरुवा गाउँपालिकाजनालाई एकदमै सहायता पुर्याउँछ। र यहाँको यस्तो छ यो गेटबाट तपाईँहरू पस्न सक्नुहुन्छ। अनि यहाँबाट तपाईँहरू पोखरा जाने भए सिधै यो बाटो तपाईँहरू पोखरा पुग्नुहुन्छ भने यताबाट चाहिँ यता वालिङतिर तपाईँ जान सक्नुहुन्छ है।